सबैजनाले हेर्न सक्नुहुन्छ। तपाईँहरू चाहिँ उमेरै नपुगी तपाईँको जसको स्किन चाहिँ एकदमै चाउरी छ, चाउरी 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 आएर एकदमै परेसान हुनुहुन्छ। म त 30 पनि पुगेको छैन, मेरो अनुहारमा यति धेरै चाउरी रिङ्कल है। त्यसको लागि चाहिँ एकदमै मैले यो रामबाण उपाय लिएर आएको छु है। हेर्नुहोस् र बनाएर पनि लाउनु है तपाईँहरूले। यहाँ हेर्नुहोस् अन्डा लिएँ मैले, यो चाहिँ पहेँलो भाग, यसलाई नलगाउने है। यो सेतो राखेँ मैले तपाईँहरूलाई देखाउन मात्र, यो पहेँलो हो, यसलाई चाहिँ हटाइदिएँ है मैले। यो पहेँलो भागलाई चाहिँ युजै नगर्ने मैले यता राखिदिएँ है। अनि यो सेतो भाग, अन्डाको सेतो भाग 2 चम्चा जति, कति आउँछ एउटा अन्डाको कति लगाउने है। अनि अन्डाको सेतो भाग, अनि चामलको पिठो 2 चम्चा जति। हेर्नुहोस् है, चामलको लोकल चामल भए एकदमै बेटर है। अर्को पोलिस गरेको राइसको चाहिँ अलिक राम्रो हुँदैन। 2 चम्चा जति हजुरले चामलको पिठो है। अनि त्यस पछाडि यो कागती हेर्नुहोस् त, कागती चाहिँ मजाले यसरी निचोरिदिनु। सुट नहुनेहरूले नलाउनु होला कागती, तर लगाउनु यसमा त केही फरक पर्दैन। अनि यसरी मजाले घोल्नुहोस्, मजाले फिट्नुहोस्, यसलाई मजाले फिट्नु जरुरी छ। मजाले फिटेर चाहिँ यस्तो मजाले फिट्नु। तपाईँको चाहिँ रिङ्कलमा आएको रेसाहरू धर्काहरू सबै एकदमै राम्रोसँगले हटाइदिन्छ, फेस ग्लो गरिदिन्छ, टाइट गरिदिन्छ है। धन्यवाद।